हे गाइस, के छ सन्चै हुनुहुन्छ सबैजना। म पनि एकदम ठिक छु, हजुरहरु पनि एकदम ठिक हुनुहुन्छ होला भन्ने आशा गरेको छु हैन। आज चाहिँ फाइनल्ली मेरो छुट्टी थियो, त्यसैले दिउँसोतिर म घुम्नतिर गए, यसो घुमफेर गरेर पनि आयो। अहिले रुम जान लागेको, रुमतिर लागेको। जे होस् रमाइलो भएको थियो घुम्न गएर पनि हैन। अब चाहिँ म रुम जान लागेको। अहिले चाहिँ बाटोमा एक्लै झ्याउ लागिरहेको थियो, यसैले भिडियो बनाऊ भनेर सोचेको। भिडियो बनाउँदैछु भनौँ, के गर्ने, यस्तै छ, एक्लै जिन्दगी काट्न नि मुस्किल छ गाइस हैन। अहिले चाहिँ म बाटोमा छु, बाटोमा राम्रो छ, बाटो पनि देखिरहेको छ, सिनहरु पनि मस्त, उता घरहरु पनि छ हैन। केही छैन, मेरो रुम पनि नजदिक नै आइसक्यो। यसो हिँड्दै बोल्दै गएपछि अलि रमाइलो पनि हुन्छ हैन, त्यसैले जाँदैछु। यस्तै छ गाइस, के गर्ने, जिन्दगी चाहिँ बितिरहेछ भनौँ। यस्तै यतातिर त गाउँहरु पनि पाक्न लागिसक्यो हैन। हजुरहरुकोतिर पाक्यो कि नै? यता त गाउँहरु पाकेर पनि झुरीमुरी भइसकेको छ। अब काट्ने टाइम भयो, काटेपछि पठाइदिन्छु हजुरहरुलाई पनि, चिन्ता नगर्नु। बरु मलाई पनि त्यताबाट अलिअलि भन्छ नि, त्यस्तै पठाइदिनु। यस्तै छ जिन्दगी गाइस हैन, चलिरहेको छ। जे छ ठिक छ, एकदम ठिक छ। यो चाहिँ मेरो फर्स्ट भ्लग गाइस हैन। हजुरहरुले माया गरिदिनु भयो भने मेरो अरु भ्लग पनि आउँछ हैन। केही छैन, ठिक छ गाइस। सब्स्क्राइबर हान्दिनु होला हैन गाइस, माया गरिदिनु होला। फर्स्ट भ्लग गाइस, के छ, यस्तै छ। अहिले चाहिँ म के भन्छु, रुम पुग्न लागेको गाइस। मिल्नेछ अर्को भिडियोमा।